तपाईँले उज्यालो पार्टीको गीत गाउनु भएछ, अब तपाईँ उज्यालो पार्टीमा लाग्नु भयो? हजुरले हेर्नुभएको थियो मेरो गीत? त्यही भएर सोधेको। उज्यालो पार्टीको गीत गाएँ भन्दैमा पार्टीमै लाग्यो भनेर चाहिँ नभन्नु भए हुन्थ्यो होइन। मैले चाहिँ उज्यालो नेपालको गीत गाएँ। अब म एउटा कलाकार हो होइन। हजुर। अनि त्यहाँबाट मैले जुनैसुकै पार्टीलाई पनि मेरो सम्मान छ। हजुर। म यो पार्टी त्यो पार्टी, यो पार्टीले नराम्रो गर्यो त्यो पार्टीले नराम्रो गर्यो म भन्न चाहन्न, किनकि आफ्नो ठाउँमा सबैजना एकदम सम्मान योग्य हुनुहुन्छ। सबैले कोसिस गर्नु भएको छ होइन। मैले चाहिँ गीत गाएको चाहिँ उज्यालो पार्टीको गीत चाहिँ मलाई अफर आएर गाएको हो मैले। अब भोलि मलाई घन्टीले गीत गाइदिनु भने भए पनि म गाइदिन्थेँ। अनि अरू अन्य पार्टीहरूले पनि गाइदिनु भने भए म गाइदिन्छु, किनकि मेरो काम हो, मेरो धर्म हो, मेरो पेसा हो नि त होइन। म त कलाकार हो नि त। त्यो भएको कारणले गर्दा कलाकार साझा हुन्छन्, कुनै पनि पार्टीको हुँदैनन्। हजुरको क्वेसनको एन्सर मैले दिएँ होइन। प्राय कलाकारहरू चाहिँ जुन पार्टीमा लाग्यो त्यही पार्टीको गीतहरू गाइरहेको हुन्छन्, त्यही भएर सोधेको। म चाहिँ पार्वतीले चाहिँ त्यस्तो गर्दिनँ। म अहिलेसम्म कुनै पनि पार्टीको मैले सदस्यता लिएको छैन होइन। मलाई बोलाउनुहुन्छ, सम्मानपूर्वक बोलाउनुहुन्छ, मेरो पारिश्रम दिनुहुन्छ भने मैले गीत गाइदिन्छु।